Khambik em dura Sikuningwa tam sung lo Laji singung em dura Ningwa in pak sum lo Iksa khambik em dura Sikuningwa tam sung lo Laji singung em dura Temben pak tam sung lo Sisi lariro Sangsang lariro Sikum pak sung lo Ningwa in pak sung lo Haga piling curero Haga panjain curero How are you, my dear Sari? Look, Sari, look. Ito wala tong ay. सेवारो दिदी सेवारो फोटो खिच्नु छ त्यहाँ तल
क्यामेराम्यानलाई पनि मैले रिक्वेस्ट गरेको छु है ल अनिल बाजे पनि एकछिन आइदिनुहोस् ल धन्यवाद ल ट्रिजन काका युगल नाति पूर्ण दाईहरू कता हुनुहुन्छ एकैछिन आइदिनुहोस् है सबैजना ल धन्यवाद श्रमदान हुँदैछ है
आफ्नो विभिन्न व्यस्तताको बावजुद पनि यस सिक्किमको कन्ट्रीपार्कसम्म उपस्थित भई हामीलाई साथ दिन आउनुभएकोमा यहाँहरू सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनी जयन्तीला कुलकुटुम्बा छोरीचेली सबैजना साथीभाइ इष्टमित्र सबैजनामा आङ्बुवाङ चेलीमाइती कल्याण कोष हङकङको र म भद्रकला आङ्बुवाङ राईको व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दै आजको हाम्रो सानो औपचारिक कार्यक्रमलाई अगाडि
अगाडि बढाउन गइरहेको छु। सर्वप्रथम त हामीलाई हाम्रो कुनै पनि औपचारिक कार्यक्रम गर्नको लागि सभाध्यक्षको आवश्यकता हुने भएकोले आजको यो आम्बुवाङ चेलीमाइती कल्याण कोष हङकङले आयोजना गरेको वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रमलाई अध्यक्षता गरिदिनु हुनको निम्ति हाम्रो आम्बुवाङ चेलीमाइती कल्याण कोष हङकङकी अध्यक्ष श्री रामकुमारी खानसुरुङ आम्बुखानज्यूलाई स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। र हाम्रो संस्थाको सक्रिय सदस्य दुर्गा आम्बुवाङ र माया आम्बुवाङज्यूलाई स्टेजमा सभाध्यक्षज्यूलाई ब्याजद्वारा सम्मान गरिदिनु हुनको निम्ति पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद। हाम्रो सभाध्यक्षलाई सबैजनाले तालीले स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। आज हाम्रो यस कार्यक्रममा यो ठाउँमा हामीले राम्रो स्टेजको कुर्सीको व्यवस्था गर्न नसकेकोमा हामी यही उभिएर अनुरोध गर्दै क्षमा याचना गर्दै फेरि आज हामीले हाम्रो कार्यक्रमको अध्यक्षतालाई पाइसकेको छौँ। म हाम्रो अध्यक्षको अनुमति लिँदै आजको औपचारिक कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। फेरि पनि कार्यक्रमको हाम्रो अतिथि आसन ग्रहणको कार्यक्रम रहेको छ। आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ किरात याखुन चुम्लुङ हङकङका वर्तमान अध्यक्ष श्री शमशेर तुम्बा आम्फेज्यूलाई स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। उहाँलाई पनि ब्याजद्वारा स्वागत गरिदिनु हुनको निम्ति दुर्गा आम्बुवाङ माया आम्बुवाङज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। सबैजनाले हाम्रो प्रमुख अतिथिज्यूलाई तालीले स्वागत गरिदिनु होला। धन्यवाद। हाम्रो प्राविधिक कारणले गर्दा हाम्रो कार्यक्रम केही ढिलो हुन गएकोमा क्षमा याचना गर्दै हाम्रो आसन ग्रहणकै कार्यक्रमलाई अगाडि बढाउँदै आजको हाम्रो विशेष अतिथि हुनुहुन्छ विनोद साम्रा जागे समाज हङकङका अध्यक्ष श्री विनोद साम्रा ज्यूलाई स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनोद अनुरोध गर्दछु। यस्तै अतिथिको आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँदै जागे धरती आमाको संस्थाकी सक्रिय सदस्य श्री रिता थलङज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। हाकपारे स्वयं हङकङका अध्यक्ष समाजसेवी बुद्धिजीवी हाम्रो आम्बुवाङको भान्जा हाम्रो दाजु श्री त्रिभुवन लुम्फुवाज्यूलाई पनि स्टेजमा उपस्थित भइदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। चोङबाङ समाज हङकङका अध्यक्ष मेघराज चोङबाङज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। अतिथि आसन ग्रहणकै कार्यक्रमलाई अगाडि बढाउँदै सम्मान इन्जिनियर कम्पनी लिमिटेडका प्रोपराइटर बुद्धिजीवी हाम्रो भाइ श्री सुरेन लुम्फुवाज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। र अतिथि आसन ग्रहणकै कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रो भाइ भान्जा हुनुहुन्छ सम्मान इन्जिनियर कम्पनी लिमिटेडका रुपेन याङदेन ज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। अर्का हाम्रो विशेष अतिथि हुनुहुन्छ इन्द्र ओनेम समाजसेवी सफल व्यवसायी श्री इन्द्र ओनेम ज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। सबैजनाले तालीले स्वागत गरिदिनु होला।
र उहाँलाई प्याजद्वारा सम्मान गरिदिनु हुनको निम्ति पनि अनुरोध गर्दछु। धन्यवाद। यस्तै हाम्रो अतिथि आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँदै हङकङका अध्यक्ष समाजसेवी बुद्धिजीवी श्री विष्णु आचार्यज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। अतिथि आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँदै अब म भिआइपी स्टोरका प्रोपराइटर मान्दी लाल कुमारी चोङबाङज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। युनिटी क्लब हङकङका अध्यक्ष आउँदै हुनुहुन्छ। उहाँलाई पनि विष्णु आचार्यज्यूलाई पनि स्टेजमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणको कार्यक्रमलाई नै अगाडि बढाउँदै चुम्लुङ किराँत्याक्तुम चुम्लुङ हङकङका महासचिव श्री विष्णु पङदाकज्यूलाई पनि स्टेजमा उपस्थित भई लक्ष्मी पङदाकज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। यस्तै अतिथि आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँदै तेर्थुम मञ्च हङकङका सचिव शिवचन्द्रज्यूलाई पनि उपस्थित भई हाम्रो स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। अतिथिको आसन ग्रहणको कार्यक्रमलाई थाती राख्दै अब हाम्रो आङबुहाङ चेलीमाइती कल्याण कोष हङकङको यस्तै हाम्रो अर्को विशेष अतिथि हुनुहुन्छ मिन सामाज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। आसन ग्रहणकै कार्यक्रमलाई अगाडि बढाउँदै तेर्थुम मञ्च हङकङका सचिव शिवचन्द्र चोङबाङज्यूलाई शिवचन्द्र लुम्फुवाज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। अब हाम्रो आङबुहाङ चेलीमाइती कल्याण कोष हङकङको ज्येष्ठ नागरिक हर्कराज हाम्रो बाजे हर्कराज आङबुहाङज्यूलाई पनि स्टेजमा उपस्थित भई आसन ग्रहण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। हाम्रो ज्येष्ठ हाम्रो सम्माननीय हर्कराज बाजे स्टेजमा उपस्थित भइसक्नु भएको छ। उहाँलाई पनि ब्याजद्वारा स्वागत गरिदिनु हुन विनम्र अनुरोध गर्दै अबको हाम्रो
विशेष अतिथि आसन ग्रहणको कार्यक्रमलाई थाती राख्दै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिदिन हुनको निम्ति हाम्रा आङबुवाङ चेली माइती कल्याण कोष हङकङका उपाध्यक्ष श्री लाजेसा आङबुवाङज्यूलाई स्वागत मन्तव्य राखिदिन हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद नगेन। आङबुवाङ चेली माइती परिवार कमिटीको सरकारका सचिव सञ्चालिका मेरो नातिनी भद्रकला आङबुवाङलाई धन्यवाद। विशेष आज आङबुवाङ चेली माइती कल्याण कोष परिवार हङकङको तेस्रो वार्षिक भेटघाट कार्यक्रमलाई सानो औपचारिक कार्यक्रमलाई नेतृत्व गरिरहनु भएका अध्यक्ष कुमारी सुङज्यू, हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार पाउनुभएका हाम्रो प्रमुख अतिथि KYCHK का अध्यक्ष शमशेर तुमाज्यू, त्यसरी नै हाम्रो निमन्त्रणालाई स्वीकारेर विभिन्न सङ्घ संस्थाबाट पाउनुभएका समग्रमा एकमुष्टमा सबै अतिथिहरूलाई मैले एकैचोटि सम्बोधन गरेँ। त्यसमा सरी र आज हामीले यहाँ व्यवस्था पनि अलिक कमजोर, हाम्रो व्यवस्थापनलाई पनि हामीले नयाँ एक्सर्साइज गरेका छौँ, त्यसमा पनि क्षमा माग्दै सम्पूर्ण यस हाम्रो तेस्रो वार्षिक कार्यक्रममा उपस्थित हुने हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकारेर पाउनुहुने आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी, चेलीबेटी, ज्वाइँ चेला, भाना भन्जा, नाता नातिनी अनि हामीलाई मिडिया मार्फत पुर्याइदिने हाम्रो मजाको भाइहरूलाई अनि हाम्रो KYCHK का केलाङ, विशेष गरी केलाङ गुरुकाहरूलाई सबैलाई हाम्रो आङबुवाङ चेली माइती कल्याण कोष हङकङको तर्फबाट हार्दिक स्वागत टोक्राउन चाहन्छौँ। हार्दिक स्वागत। यो स्वागत मन्तव्य सँगसँगै अलिकति मैले आङबुवाङ चेली माइती कल्याण कोषबारे थोरै प्रश्न अलिकति अनुमति चाहे। हाम्रो विशेषता यसको औचित्यबारे म थोरै यहाँ प्रश्न चाहे, यसमा अनाथ नमानिदिनु होला। हुन त हामीले धेरै अगाडिदेखि हाम्रो प्रत्येक नेपालीहरूको हङकङमा आफ्नो आफ्नो दाजुभाइको संस्था छ, जातिको संस्था छ, क्षेत्रीय संस्था छ, धार्मिक संस्थाहरू छ। त्यसमा पनि हामीले आङबुवाङ समाज हङकङमा धेरै लामो समयसम्म हामीले एक्सर्साइज गऱ्यौँ। हामीले यस आङबुवाङ समाज हङकङलाई धेरै चलमान गरेर हामीले निकै लामो सङ्घर्ष गऱ्यौँ। तर पछिबाट अब यस्तो आयो कि ऐतिहासिक कुरोहरूलाई हामीले निकाल्दै जाँदाखेरि आङबुवाङ नजिकको दाजुभाइ म्यान्याङ्गो, खिमलिङ, फाक्ले छुवाई सबै दाजुभाइ समग्र एउटै हो भन्ने ऐतिहासिक इतिहासले जनाउँदाखेरि हामीले एउटा थिन्दोलुङ पोग्याङ पनि हामीले एउटा पुर्खाको नाममा एउटा सङ्गठन गरेका थियौँ। र हामीले मैले मेरै आङबुवाङ समाज हङकङको अध्यक्षतामा मेरै पलमा हामीले चाहिँ त्यो सङ्गठनलाई गरेका थियौँ। तर हाम्रो के थियो भने प्रस्ताव चाहिँ पछाडि अवस्थामा चाहिँ हाम्रो सबै थिन्दोलुङ हाम्रो किन ब्यानरमा थिन्दोलुङ, हाम्रो सबै कुरो चाहिँ थिन्दोलुङमा मरौ पर्दा भेटघाट सबै थिन्दोलुङ भएको हुनाले आफ्नो पहिचान बनिसकेको आङबुवाङ चाहिँ ओझेलमा पर्यो। आउने पिँढीहरूले पनि भोलि चाहिँ हामी आङबुवाङ होइनौँ, हामी त थिन्दोलुङ हौँ भन्ने परिस्थिति सिर्जना भयो। र हाम्रो अग्रज एक दुईजना साथीभाइहरूले दाजुभाइहरूसँग धेरै हामीले यसो गर्नु हुँदैन, हाम्रो अस्तित्व हराउँछ भन्ने निकै लामो आन्तरिक सङ्घर्ष गर्दै पनि उहाँहरू नमानेपछि हाम्रो सम्पूर्ण चेली माइतीले भनौँ, हामीले भाना भान्जा नाता नातिनीलाई पनि माउली कसरी चिनाउने त, थिन्दोलुङ चिनाउने कि आङबुवाङ चिनाउने भन्ने यो विविध कुराहरू उठ्यो, छलफल भयो। धेरै छलफल पछाडि हामीले आजभन्दा 3 वर्ष अगाडि आङबुवाङ चेली माइती कल्याण कोष भनेर एउटा स्थापना गऱ्यौँ। आङबुवाङ नै पढौँ भन्दाखेरि अझ धन्दा हुनेले र आफ्नो अस्तित्व पहिचान आङबुवाङको नहराओस् भन्ने हैसियतले हामीले यो तयार गऱ्यौँ। र कतिपय दाजुभाइहरू यसमा विमति छन्, कतिपय सहमति छन् र जहाँसम्म लाग्छ यो गर्न हाम्रो लागि औचित्य हो, हाम्रो अस्तित्व बचाउने हाम्रो औचित्य हो। त्यसैले आउने पिँढीहरूलाई आफ्नो नजिकको नातागोता होइन, कुलकुटुम्बा, छरछिमेकी सबैलाई हामी आङबुवाङ हो भनेर चिनाउनको लागि हामीले यो
एउटा पहल गरौँ, एक्सर्साइज गरौँ। त्यस पश्चात आजभन्दा 3 वर्ष अगाडि हामीले स्थापना गरेका थियौँ यो निमन्त्रणालय। हाम्रो वार्षिक कार्यक्रमलाई स्वीकारेर सम्पूर्ण हाम्रो नाता नातिनी छर छिमेकी भाना भान्जा ज्वाइँ चेला छोरी चेली सबै उपस्थित भइदिनु भएको छ। त्यसमा तपाईँहरूलाई मुरी धन्यवाद गर्दै फेरि पनि यस कार्यक्रमलाई म बिट मार्दै फेरि पनि तपाईँहरूलाई अन्तिममा हाम्रो कार्यक्रममा स्वागत विशेष तपाईँको शब्दको स्वागत मन्तव्य दिँदै तपाईँहरूलाई हार्दिक स्वागत गर्दै आफ्नो स्वागत मन्तव्य छोटो यहीँ अन्त गर्न चाहन्छु। हवस् त, सेवारो नगिन स्वागत। थ्याङ्क यू। धन्यवाद उपाध्यक्षज्यू। हाम्रो आङ्बुवाङ चेलीमाइती कल्याण कोष हङकङको उपाध्यक्ष श्री अनिल लाजेसा आङ्बुवाङज्यूले आफ्नो स्वागत मन्तव्य राखेर गइसक्नु भएको छ। मैले विशेष अतिथिकै कार्यक्रमलाई अघि भनेको थिएँ थाती राख्दै, र यहाँ आज जति पनि उपस्थित हाम्रो सबैजना परिवार हुनुहुन्छ, यहाँहरू सबैजना हाम्रो विशेष अतिथि हुनुहुन्छ। यहाँहरूलाई सबैजनालाई यथास्थानमा नै अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दै अब म फेरि हाम्रो आजको विशेष अतिथि प्रेम कुमारी तामाङ आङ्बुवाङज्यूलाई स्टेजमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछु। र उहाँले चाहिँ आज आङ्बुवाङ चेलीमाइती कल्याण कोष हङकङलाई हङकङ डलर 6000 प्रदान गरेर उहाँको छोरा उपेन्द्र आङ्बुहाङ र प्रेम कुमारी आङ्बुहाङबाट 6000 प्रदान गर्नुहुनेछ। र हाम्रो कोषाध्यक्ष पदम आङ्बुवाङज्यूलाई पनि स्टेजमा उपस्थित भई रकम लिइदिनुको हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। भाना भान्जा ज्वाइँ चेरा सबैजना पनि हाम्रो विशेष अतिथि हुनुहुन्छ। र हाम्रो आजको पत्रकार, फोटो पत्रकार, भिडियोग्राफर मजाकको टिमलाई पनि, मजाकको राईलाई पनि विशेष अतिथिको निम्ति उहाँलाई पनि स्वागत गर्दछु र ब्याजद्वारा उहाँलाई पनि स्वागत गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। हाम्रो सदस्य माया आङ्बुवाङ र दुर्गा आङ्बुवाङज्यूलाई अनुरोध गर्दछु। अहिले हाम्रो प्रेम कुमारी भाउजू, आदरणीय हाम्रो प्रेम कुमारी भाउजू स्टेजमा उपस्थित भइसक्नु भएको छ। उहाँलाई हाम्रो आङ्बुवाङ चेलीमाइती कल्याण कोष सङ्घको अध्यक्ष श्री रामकुमारी आङ्बुवाङज्यूले खतद्वारा सम्मान गरिराख्नु भएको छ। भाउजू यहाँ बिचमा आइदिनु हुन अनुरोध गर्दछु। उहाँले चाहिँ हङकङ डलर 6000 उहाँको छोरा, ठुलो छोरा हाम्रो बधाई उपेन्द्र आङ्बुवाङ र उहाँको आङ्बुवाङ र हाम्रो प्रेम कुमारी भाउजूले हाम्रो कोषाध्यक्ष पदम आङ्बुवाङज्यूलाई 6000 हस्तान्तरण गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो आङ्बुवाङ चेलीमाइती कल्याण कोषको कोषमा जम्मा हुनेछ। धन्यवाद, धेरै धन्यवाद सहयोगको लागि हाम्रो प्रेम कुमारी आङ्बुहाङज्यूलाई धन्यवाद फेरि पनि। त्यसै गरी हाम्रो आङ्बुहाङ परिवार र हाम्रो गाउँ चाँगेबाट पाल्नु भएको हाम्रो नयाँ हङकङमा नयाँ पाल्नु भएको हाम्रो भाइहरू भदाइहरू छ। विनोद आङ्बुवाङ स्टेजमा उपस्थित भइदिनु होला। त्यस्तै बाम आङ्बुवाङ, इन्द्र आङ्बुवाङ, पवन चामलिङ राई, मणिकुमार आङ्बुहाङ, उहाँहरू सबैजना यहाँ स्टेजमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। उहाँहरूलाई चाहिँ परिचय स्वरूप उहाँहरूलाई नयाँ भर्खर पाल्नु भएकोले उहाँहरूलाई सम्मान चाँडो आइदिनु पर्यो। हाम्रो भाइ भदाइहरू कहाँ पनि हुनुहुन्छ है, भाइ भदाइ मात्रै होइन। अब चाहिँ हाम्रो हङकङमा धेरैजना हाम्रो भाइ भदाइहरू उपस्थित भएको हुनुहुन्छ। उहाँहरूलाई पनि एउटा परिचय। अनि हाम्रो जेनजी भदाइ भाइहरू ल उहाँलाई
भाइहरू हुनुहुन्छ विनोद आङ्बुवाङ, बाम आङ्बुवाङ, मणिकुमार आङ्बुवाङ, इन्द्र आङ्बुवाङ, पवन चामलिङ राई, यहाँहरू सबैलाई हाम्रो आङ्बुवाङ चेली माइती कल्याण कोष हङकङकी अध्यक्ष श्री रामकुमारी हाङसोरङ आङ्बुवाङज्यूले खदाद्वारा स्वागत गरिदिनु हुँदैछ हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। उहाँहरूलाई चाहिँ विशेष गरेर वेलकम टु हङकङ र सबैजनाले तालीले स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। उहाँहरू नयाँ आगन्तुक हङकङमा हालसालै भन्दा पनि 1.5 वर्ष कति महिना भइसक्यो, त्यही पनि आज हाम्रो कार्यक्रममा उहाँहरूलाई वेलकम स्वागत गर्न गइरहेको छौँ आङ्बुवाङ चेली माइती कल्याण कोष हङकङले। धन्यवाद। अब हाम्रो अर्को कार्यक्रम रहेको छ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम। हाम्रो आङ्बुवाङ चेली माइती कल्याण कोष हङकङको हाम्रो आङ्बुवाङ परिवारको अहिलेको ज्येष्ठ नागरिक हाम्रो हर्कराज आङ्बुवाङज्यूलाई हाम्रो प्रमुख अतिथि किराँत याफुजुमलुङका हङकङका अध्यक्ष श्री शमशेर तुम्बाम्फेज्यूले दोसला ओढाएर उहाँलाई सम्मान गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। आङ्बुवाङ समाजको आङ्बुवाङ परिवारको उहाँ चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अनि उहाँलाई हामी सम्मान गर्न चाहन्छौँ। धन्यवाद। उहाँ हाम्रो अभिभावक हुनुहुन्छ। धेरै धेरै धन्यवाद उहाँहरूलाई र यसै गरी तपाईँहरूको सफलता होइरोस् भन्ने मेरो आशीर्वाद छ सबैलाई भन्नाले उपस्थित सम्पूर्ण चेली माइती समाजको सबैलाई एकमुष्ट भयो मेरो सबैलाई अब सेवा त के भन्नु र आशीर्वाद मात्रै भन्नु पऱ्यो। म 4 पुस्ते हुँ। 4 पुस्ते मैले अब 80 वर्ष पुगेँ भन्नु पऱ्यो र तपाईँहरू पनि यस्तै सफलता होस्, बाँकी रहनु गर्नु पऱ्यो, बाँच्नु पऱ्यो। सबैलाई आशीर्वाद छ। धन्यवाद। धन्यवाद। हाम्रो बाजे हाम्रो आङ्बुवाङको अभिभावक उहाँले पनि आफ्नो 2 शब्द राखिसक्नु भएको छ। अब म फेरि पनि अतिथि आसन ग्रहणको कार्यक्रमलाई यथास्थानमा राख्दै अबको हाम्रो कार्यक्रम रहेको छ सम्मान पत्र हस्तान्तरण गर्ने। हामीले हाम्रो आङ्बुवाङ परिवारको नाति हाम्रो युगल आङ्बुवाङज्यूले हङकङबाट हेल्थ एन्ड सेफ्टी विषयमा हङकङको मेट्रोपोलिटन युनिभर्सिटीबाट भर्खरै ब्याचलर डिग्री हासिल गर्नुभएकोमा यो खुसीवालीमा हामी सम्पूर्ण परिवारको तर्फबाट उहाँलाई बधाई दिँदै अझ भविष्यमा अझ राम्रो गर्दै जानुहोस्, धेरै उन्नति प्रगति होस् भन्दै सम्मान पत्रद्वारा किराँत याफुजुमलुङ हङकङका अध्यक्ष श्री शमशेर तुम्बाम्फेज्यूलाई सम्मान पत्र हस्तान्तरण गरिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। यसै हाम्रो अर्को सम्मान
एकजना हाम्रो नानी छोरीको छोरी उहाँको नाम म उहाँलाई नै स्टेजमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। रोज लिम्बू उहाँ हाम्रो प्यारो छोरी नातिनी, उहाँको पनि अझ धेरै प्रगति उन्नति होस्। उहाँले लगुना युनिभर्सिटीबाट मास्टर डिग्री हङकङ अफ सोसियल इन्कम्पेरेटिभ सोसियल जस उहाँले चाहिँ उच्च शिक्षा मास्टर डिग्री हासिल भएकोमा हाम्रो आङ्गुवाङ चेलीमाइती कल्याण कोष हङकङको तर्फबाट उहाँलाई उहाँको फ्युचरमा अझ धेरै उन्नति प्रगति होस् भन्दै सम्मान पत्र किराँती सुम्लुङ हङकङका अध्यक्षको हातबाट सम्मान पत्र हस्तान्तरण गर्न चाहन्छु। उहाँको बाबा पनि उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। तीनजना सँगै है। खै बाबु खै भाइलाई पनि बोलाउँ भाइलाई। कता छ भाइ आउनु, बाबु पनि आउनु। बाबु खै हो सबै त चारैजना हुन्छ चारैजना। पहिला यता सबैजनालाई धेरै धेरै बधाई, उहाँको परिवारलाई नै र नानीहरूको अझ आउने दिनमा धेरै प्रगति उन्नति होस् भन्ने कामना गर्दछौँ। आङ्गुवाङ चेलीमाइती कल्याण कोष परिवारको तर्फबाट धेरै धेरै बधाई, धन्यवाद। अबको हाम्रो कार्यक्रम रहेको छ हङकङमा एकदमै आगजनी भइरहने र यस आगजनीबाट कसरी बस्ने भन्ने सेफ्टीको लागि थोरै हाम्रो आङ्गुवाङ चेलीमाइती कल्याण कोष हङकङका सहसचिव श्री हेमचन्द्र आङ्गुवाङज्यूले फायरबाट कसरी बस्ने भन्ने सानो डेमो गरेर देखाउँदै हुनुहुन्छ। उहाँलाई सबैले स्वागत गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। नमस्कार सबैजनालाई। र आज हाम्रो एकदमै राम्रो कुरो त वार्षिक भेलामा हामी सबै नै भएको छौँ। सँगसँगै हामीले एउटा ज्ञानको कुरो, यो आगो लागिबाट धेरै दुर्घटना भएको छ। गएको वर्ष मात्रै टाइपोको घटना एकदम विध्वंस भएको थियो। सानो आगोले गर्दाखेरि 100 भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाउनु परेको थियो। त्यो कुराबाट हामीले जोगिनको लागि यति सानो साधन इक्विपमेन्ट, यसलाई फायर एक्सटिङ्ग्विसर भन्छ, र यो खालको इक्विपमेन्ट चाहिँ हामीले घरमा राखेको खण्डमा चाहिँ हाम्रो ठुलो दुर्घटना हुनबाट चाहिँ हामीले बचाउन सकिन्छ। र यो पाउडर तपाईँले निलो कलरको देख्नु भएको छ। विभिन्न खालको फायर एक्सटिङ्ग्विसर आगो निभाउने साधनहरू हुन्छ, जस्तै CO2 हुन्छ, पानीको हुन्छ र ड्राई पाउडर यो पनि हुन्छ। र ड्राई पाउडरले चाहिँ इलेक्ट्रिकलबाट जो लागेको आगो, केमिकलबाट भएको आगो अथवा घरमा हुने कागज पत्र अथवा काठहरूबाट सबै कुरोमा चाहिँ यो पाउडरले चाहिँ काम गर्छ। र यो पाउडरलाई चाहिँ हामीले घरमा राखेको खण्डमा कुनै पनि बेला आगो लागेको बेलामा चाहिँ म एउटा सानो डेमो गर्न गइरहेको छु। र यो हेर्नुहोस् है, यो चाहिँ पाउडरको धुवा बढी बाहिर निक्लिने भएको हुनाले तपाईँहरूको घरमा मास्क छ भने अथवा केही मास्क बोक्नु भएको छ भने त्यो चाहिँ लाउँदा राम्रो। म मास्क लगाएर देखाउँछु है एउटा। मास्क घरमा राख्नुभयो अति उत्तम है, किनभने मान्छे धेरै बित्ने कारण चाहिँ आगोले होइन, तातेर आगो लागेपछि त्यहाँबाट निस्केको फ्युम अथवा त्योबाट निस्केको केमिकल धुवा, बाक्लो धुवाले चाहिँ मान्छे निसासेर बित्छ। त्यसले गर्दा हामीले यो एउटा N95 भन्छ, यो बाक्लो N95 3M को चाहिँ तपाईँको $8 पाउँछ यो हामीले बजारमा मार्केटमा। र यसको 180 मात्रै लाग्छ दाम। तपाईँले जहीँ पनि यो किन्न पाउनुहुन्छ है। र यो यति सिम्पल छ। र यो तपाईँको चाहिँ म देखाउँछु है, यो पिन नयाँको जहिले पनि यो पिन लागेको हुन्छ है। र म यो देखाउँछु कसो गर्ने भनेर। र यो पहिला पिन फुकाल्ने है, जहिले पनि पिन फुकालेर यसको पोइन्ट चाहिँ फेदमा लाउनुपर्छ। कहीँ आगो लागेको छ भने यसरी यो धुवा आउँछ असल पर्छ।
अब यो गरेपछि आगो यहाँबाट हाम्रो आगो तत्कालै निभिन्छ। त्यसले गर्दा के भयो भने ठुलो आग लागि हुनबाट चाहिँ हामीलाई जोगायो। र अर्को कुरो अघि मैले भने म कोठाभित्र छु भने मलाई यो फ्युमले चाहिँ असर पर्छ मलाई। तर मसँग चाहिँ यसरी मास्क लगाएर चाहिँ मैले यो फ्युम चाहिँ लगाएको खण्डमा चाहिँ के हुन्छ भने म पनि सुरक्षित हुन्छु र आगो पनि निप्छ र हाम्रो परिवारहरूलाई पनि हामीले सुरक्षितसँगले जोगाउन सक्छौँ। र धन्यवाद। तपाईँहरूले कुनै सुरक्षा सम्बन्धी केही साधनहरू बुझ्नु भएन सोध्नु मलाई कुनै पनि समयमा सक्नुहुन्छ। र यो यति हार्मफुल त छैन होइन, र पनि मैले यो अलिकति बढी तपाईँलाई असर पर्छ यसमा म क्षमा चाहन्छु। र यो एउटा चाहिँ हामीले सजिलोको लागि घरमा लिनुभयो भने ठुलो दुर्घटनाबाट चाहिँ यसले हामीलाई जोगाउँछ। धन्यवाद। थ्याङ्क यू। धन्यवाद। हाम्रो सहसचिव हेमचन्द्र आङ्गुआङज्यूले फायर डेमो देखाएर गइसक्नु भएको छ। अब हाम्रो कार्यक्रमलाई अगाडि बढाउँदै केवाइसी तेलाङ समूहलाई छोटो नृत्य राखिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद।
समूहले राम्रो प्रस्तुति दिएर जाँदै हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो केलाङ समूहको संयोजक हुनुहुन्छ विजय कङ्ग्ले बाज्यू र विजय कङ्ग्ले बाज्यू र उहाँको टिमलाई धेरै धेरै धन्यवाद। उहाँहरूले आफ्नो एकदमै राम्रो प्रस्तुति दिएर जाँदै हुनुहुन्छ। अबको हाम्रो कार्यक्रम रहेको छ शुभकामना मन्तव्य र हाम्रो आजको यस कार्यक्रमलाई छोटो शुभकामना मन्तव्य राखिदिन हुनको निम्ति हाम्रो परिवारको भान्जा थाकपारे स्वयं हङकङको अध्यक्ष सफल व्यवसायी समाजसेवी श्री त्रिभुवन लुम्बुवाज्यूलाई छोटो शुभकामना मन्तव्य राखिदिन हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। यसै गरी आज यस कार्यक्रमका अध्यक्षज्यू साथै प्रमुख अतिथिज्यू र यसै गरी उपस्थित सम्पूर्ण विशेष अतिथि साथै अतिथि र अन्य उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी र यसै गरी विशेष गरेर माओलीहरू सम्पूर्णमा म आज यस कार्यक्रमको वार्षिक कार्यक्रमको विशेष यहाँहरूलाई एकदमै न्यानो अभिवादन टक्र्याउँदछु र धेरै नबोलिकन आज मौसमको पनि प्रतिकूल अलिकति छ र यसबाहेक भए पनि कार्यक्रम एकदमै भव्य भइरहेको र एक आपसमा यो कार्यक्रमले चेली माइती कल्याण कोषको अझै उत्तर प्रगति उन्नतिको शुभकामना व्यक्त गर्दछु। यसैमा पत्रकार साथै हाम्रो केवासीका केलाङ ग्रुप यहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र साथै यसले जुन एउटा आङबाङ परिवारको एकतालाई अझै मजबुत बनाउँदै लाने भोलिको दिनहरूमा पनि म विश्वस्त छु र साथै यसमा आज एकदमै खुसीको कुरो यहाँहरू हङकङमा पनि आङबाङ परिवारबाट निकै हङकङ आइसक्नु भएछ विभिन्न तरिकाबाट र उहाँहरूलाई सम्मान भएको छ। एकदमै खुसी लाग्यो र ज्येष्ठ नागरिकको पनि सम्मान साथै यसै गरी भेटघाट कार्यक्रमले सदा यहाँहरूको शिखर छुमिरहोस् र यहाँहरूको एकताको भान्जा जोइचेलाहरू सबै इष्टमित्रहरूसँगको कार्यक्रम सफल रहोस् भन्दै म धेरै नबोलिकन यो कार्यक्रम भव्य रहोस् भन्दै शुभकामना दिँदै व्यक्त हुन चाहन्छु, बिदा हुन चाहन्छु। थ्याङ्क यू नगेन। धन्यवाद। त्रिभुवन लुम्बुवा हाम्रो दाजु आङबाङ परिवारको भान्जा हुनुहुन्छ। उहाँले आफ्नो छोटो शुभकामना मन्तव्य दिएर गइसक्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद भन्दै अबको हाम्रो कार्यक्रम रहेको छ नृत्यको। उहाँहरूले राम्रो नेपाली डान्स लिएर आउँदै हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरू हुनुहुन्छ सी सम्चा देवान, इजरा राई, नुमा लिम्बू, रुजा लिम्बू, दीप सिका राई, सिसाम लिम्बू। उहाँहरूलाई धेरै धेरै धन्यवाद। गीतको बोल छ सय थरी बाजा एउटै ताल, सय थरी बाजा एउटै थाल एउटै ताल भन्ने नृत्य लिएर हाम्रो प्यारी नानी बहिनीहरू आउँदै हुनुहुन्छ। उहाँहरूलाई सबैजनाले तालीले स्वागत गरिदिनु होला। धन्यवाद। सय थरी बाजा एउटै ताल।
तिम्रो लागि उडेको बतास मेरो सासमा मिलाइदिनु होला तिम्रो लागि गुन्जेका तरङ्ग मेरो गीतमा सजाइदिनु गरे चले जाका झमर सजियाका सीत तक्से ओ मतिना गरे चले जाका झमर सजियाका सीत तक्से ओ मतिना बाउजुको दुला सँगै मन मेरो छोरीलाई छोकी मतिना दिन 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 हर भन्दै मायाको संसारमै तिमीलाई नै कुर्दैछु अहिले मतिना मुखले छाए जग्गा झमर सजियाका जित तते मतिना ओ मतिना मुखले छाए जग्गा झमर सजियाका जित तते मतिना ओ मतिना आँखा बिच कुराकानी के भयो तिमी र म सबैलाई हामी कहिले भन्ने हो आँखा बिच कुराकानी के भयो मेरो मनको डोर्यो तिम्रो मनमा अल्झियो साउन्ड अलिकति ठुलो यतापट्टि फर्काउनु भयो हुन्थ्यो
नानीहरूले धेरै धेरै राम्रो नृत्य प्रस्तुत गरेर गइरहनु भएको छ। उहाँलाई सबैजनाले ताली दिनुहोला। धेरै धेरै धन्यवाद नानीहरूलाई। अबको हाम्रो कार्यक्रम रहेको छ प्रमुख अतिथि। आजको हाम्रो आङबाङ चेली माइती कल्याण कोष हङकङको प्रमुख अतिथि किराँत याफुङ चुङलुङका हङकङका अध्यक्ष श्री शमशेर तुम्बाम्फेज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुनको निम्ति विनम्र अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका आज आङबहाङ चेली माइती कल्याण कोष हङकङको आयोजनामा बिबिक्यू तथा भेटघाट कार्यक्रमलाई अध्यक्षता गरिरहनुभएका अध्यक्ष रामकुमारी हङसुरुङज्यू अनि त्यस्तै आजको कार्यक्रमलाई विशेष अतिथि गरिरहनुभएका अतिथिज्यूहरू अनि अन्य अतिथिज्यूहरू र आज यस कार्यक्रममा सफल बनाउनको लागि अथवा भेटघाट अथवा चिन्जान गर्नको लागि उपस्थित हुनुभएका सम्पूर्ण आङबुहाङ चेली माइतीका भाना भान्जा ज्वाइँचेला दाजुभाइ दिदीबहिनी लगायत आज यस कार्यक्रमलाई एउटा शोभनीय बनाउनको लागि उपस्थित हुनुभएका छ युकेबाट पाल्नुभएका आङबुहाङ चेली माइतीका मात्र अभिभावक नभएर सिङ्गो लिम्बूहरूकै अभिभावकको रूपमा आज हामीले पाएका छौँ। उहाँलाई पनि म किराँत याफुङ चुङलुङ हङकङको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र आज उपस्थित सबै मान्यजनहरूलाई किराँत याफुङ चुङलुङ हङकङको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन पनि म टक्राउन चाहन्छु। धेरै कुरा गर्नुभन्दा पनि तपाईँ हामी स्वाभाविकले पनि सर्वविदितै छौँ। विशेष गरेर यो एउटा वार्षिक कार्यक्रमको एउटा उपलक्ष्यमा आफ्नो समुदाय भन्दा पनि परिवारभित्री एउटा भेटघाट गर्ने कार्यक्रम हो यो। विशेष गरेर अब अघि नै पनि एउटा स्वागत मन्तव्यको क्रममा उपाध्यक्षज्यूले भनिसक्नु भएको छ एउटा आङबुहाङ स्वयं यो आज खुम्चिएर भनौँ न अलिकति मलाई लागेको कुरा चाहिँ आङबुहाङ स्वयं फराकिलो भएर अगाडि बढ्नुपर्ने भन्दा पनि अहिले थिन्दोलुङ स्वयंको एउटा कारणले गर्दाखेरि अलिकति खुम्चिया हो कि भन्ने जस्तो पनि भएको मैले महसुस गरेको छु। र म त एउटा के भन्न चाहन्छु भने एउटा चुम्लुङको हैसियतले र चुम्लुङको एउटा उद्देश्यले के पनि भन्न चाहन्छ भने परिवार सधैँ खुम्चिएर अझै हामी सानो बन्नुभन्दा पनि फराकिलो भएर धेरै भएर बढेर जाओस् भन्ने शुभकामना दिन चाहन्छौँ। र एउटा खुम्चिँदै गर्दाखेरि झन्डै जुन यो एउटा आङबुहाङ स्वयं कतै भोलि गएर नामेट हुने हो कि अथवा हराएर पो जाने हो कि भन्ने पनि मैले यो पनि एउटा मलाई त्यो डर पनि लागिरहेको छ। त्यसैले गर्दाखेरि जुन एउटा यो कल्याण कोष जुन एउटा कल्याण कोष एउटा संस्था एउटा स्थापना गरेर आङबुहाङलाई अगाडि बढाउने एउटा सोचले तपाईँहरू अगाडि बढिराख्नु भएको छ। यो आज कल्याण कोष मात्र नभएर भोलि गएर एउटा वित्तीय संस्थाको रूपमा चाहिँ यो स्थापित भएको म हेर्न चाहन्छु। र आज धेरै
कुरा नगरिकन मौसमले पनि अलिकति च्यालेन्ज गरेको एउटा अवस्थाले गर्दाखेरि म जति पनि उपस्थित हुनुभएका लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई म आउँदो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको यो कार्यक्रम सभ्य र भव्य रूपमा सफल भइसकेको छ। तर अझ शुभ रहोस् अनि सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो छोटो मन्तव्य यही अन्त्य गरेँ। शिवारो नोगेन। धन्यवाद। केवाइसी हङकङका अध्यक्ष श्री शमशेर तुम्बाम्फेज्यू, उहाँले आफ्नो शुभकामना मन्तव्य दिएर गइसक्नु भएको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छौँ। आजको यस हाम्रो आङबुवाङ चेलीमाइती कल्याण कोष हङकङले आयोजना गरेको बिबिक्यू वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। साथै म कार्यक्रम सञ्चालिकाबाट भुल त्रुटिहरू भए, यो कार्यक्रमको दौरानमा कुनै कमी कमजोरीहरू भए क्षमा याचना माग्दै र फेरि अर्को वर्ष भेट हुने बाचा गर्दै म कार्यक्रम विसर्जन गर्नको लागि हाम्रो अध्यक्ष श्री रामकुमारी हाङसोरोङ आङबुयाङज्यूलाई माइक हस्तान्तरण गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद छ आजको कार्यक्रम सञ्चालिका तथा उहाँ चाहिँ एउटा सङ्गीत लेखक पनि हुनुहुन्छ भद्रकला आङबाङज्यू, आजको कार्यक्रम सञ्चालिका। साथै आजको प्रमुख अतिथि किराँत चुङलुङका हङकङका अध्यक्ष श्री शमशेर तम्बाङज्यू, यसै गरी चाङ्गे समाज हङकङका अध्यक्ष विनोद साम्राज्यू, यसै गरी युनिटी क्लबका अध्यक्ष ज्यू विष्णु आचार्यज्यू र यहाँ धेरै सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू र हाम्रो आदरणीय हाम्रो परिवारकै ज्येष्ठ युकेबाट पाल्नुभएका आदरणीय दाई हर्कराज आङबाङज्यू र पत्रकार महोदय, यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकारेर यहाँ विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधि तथा अध्यक्षज्यूहरू र सबैभन्दा मेरो प्यारो छोरा नाति सबैजना यहाँहरूले एकदमै कार्यक्रम सभ्य भव्य बनाउनु भएको छ। अवरोध र खटेर र यहाँ उपस्थित सम्पूर्ण हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुभएका भाना भान्जा ज्वाइँ चेला कुल कुटुम्ब दाजुभाइ चेलीबेटी सम्पूर्णलाई यो आङबाङ चेलीमाइती कल्याण कोष हङकङको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत तथा हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। यो हङकङको व्यस्तताको समयलाई पनि एक दिन यहाँले थाती राखेर यहाँ उपस्थित भएर यो कार्यक्रमलाई अत्यन्तै सभ्य भव्य सम्पन्न गर्नु यहाँ उपस्थित भइदिनु भएको छ। यो मौसमले पनि हामीले च्यालेन्ज दिइरहेको छ, तैपनि यो मौसम यस्तै भए पनि यहाँले खटेर यहाँनिर आइदिनु भएको छ। अब कति कमी कमजोरीहरू हाम्रो भएको होला, यसमा म क्षमा याचना माग्न चाहन्छु। र यसरी नै आगामी दिनहरूमा पनि हाम्रो परिवार, म चाहिँ किनभने कस्तो लाग्छ भने म आमा भएकोले मेरो परिवार चाहिँ कहिले पनि नछुटोस्, मेरो छोराहरू कहिले पनि नछुटोस्। मलाई कस्तो लाग्छ भने आज यहाँ हामी उपस्थित हुँदै गर्दाखेरि यो हाम्रो कार्यक्रम गर्दाखेरि हाम्रो तेस्रो वर्ष भयो, यो तेस्रो वार्षिक उत्सव हुँदै गर्दाखेरि मलाई एउटा भावुक पनि म भइरहेको छु, किनकि मेरो परिवारमा कति परिवारहरू चाहिँ अलग भएको मैले महसुस गरेको छु। यसरी आगामी दिनमा यो यहीँ मजाको हङकङ टिभीको लाइभ प्रसारणबाट म भन्न चाहन्छु, यहाँ हङकङमा हुने आदरणीय मेरो भाइ भतिजो, मेरो नाति छोराहरू चाहिँ एकजुट भएर हामी अगाडि बढ्नुपर्छ। तपाईँलाई अझै पनि यो हामी सबै एकजुट हुनुपर्छ भनेर म वेलकम गर्न चाहन्छु। जहाँ भए पनि जहाँ रहे पनि हामी परदेशमा हो, किनभने मर्दा पर्दा तपाईँ हामी नै चाहिन्छ। यहाँनिर सबभन्दा पहिले प्राथमिकता भनेको परिवार हो, परिवार बेगर कहीँ पनि हुन सक्दैन। त्यसमा पनि जहिले तहिले संस्कार संस्कृति पहिचानको औकालत गरिराख्ने म आफै भएको हुनाले यसरी छुट्नु हामी हराउनु भनेको म एउटा दुईवटा लिम्बू शब्द पनि म भन्न चाहन्छु, आफ्नो शब्द पनि यहाँनिर भन्न चाहन्छु। किनकि आमाङ आभिक आनी नै आमय भागर जम्मै थोके माङ पेक्लो खेले चोगले आनी तानी लारी पहिला आनी वही खेलाम्न अरू जम्मा पोङ्लो पेक। हामी जहाँ रहे पनि हामी एक भएर जानुपर्छ भन्दै
नेपालबाट पनि भर्खर आउनुभएको छ हाम्रो जेन्जी नातिहरू भतिजोहरू, यहाँहरूलाई पनि धेरै धेरै वेलकम गर्न चाहन्छु र आगामी दिनमा यो हाम्रो आङबाङ चेली मैती कल्याण कोष मात्र नभएर यो हामी समाज आङबाङ नै सबैजना एकजुट भएर हामी अगाडि बढ्नुपर्छ र हामी एक भयौँ भने छोरा एक भएन भने शत्रुले आक्रमण गर्छ अरे। यो कुराहरू तपाईँले राम्रो गरी याद गर्नुहोस्। आफ्नो वेट घटाउनुको लागि चाहिँ किनभने छुट्नुपर्छ अरे होइन। त्यस कारणले शत्रुले आक्रमण नगर्ने गरिकन तपाईँहरू चाहिँ एकजुट भएर अगाडि बढौँ म भन्न पनि चाहन्छु। यसै आजको यो कार्यक्रमको लाइभ मार्फत म भन्न चाहन्छु, हामी जहाँ जहाँ रहे पनि जसो जसो भए पनि, किनकि एक आपसमा घर परिवार कहिलेकाहीँ बाजो जुदो झगडा हुन्छ, सानो कुरा अगुल्ठो पनि नसोचिकन बोल्दैन भने अगुल्ठो पनि ठोस्नुपर्छ। तर अगुल्ठो ठोस्दै गर्दाखेरि दाजुभाइ नै एक आपसमा दायाँ बायाँ भएर एक्लै एक्लै छुट्टिएर जानु भनेको राम्रो कुरा देखिँदैन। किनकि भोलि समाजमा हामी नै छुट्याएर गयौँ भनेदेखि, हामी नै हराएर गयौँ भनेदेखि कसरी हाम्रो छोरा नातिहरूले चाहिँ हाम्रो संस्कार संस्कृति हामी को छौँ, हामी को हौँ भनेर कसरी चिनाउनु। यो एउटा पनि म भन्न चाहन्छु कि तपाईँ हामी सबै एक भएर अगाडि बढौँ म भन्न चाहन्छु। किन मरेर जाने हो आखिरी 2 दिन, किन हामी चाहिँ घमण्ड गर्नु र भन्दै यहाँ सम्पूर्ण फेरि पनि उपस्थित यहाँ सम्पूर्ण अतिथिज्यूहरू लगायत प्रमुख अतिथिज्यू सम्पूर्ण यहाँ ड्यासमा असिन अतिथिज्यूहरू लगायत सम्पूर्णलाई उपस्थित भइदिनु भयो। यो कार्यक्रमले सभ्य भव्य तरिकाले सम्पन्न गरिदिनु भयो र यसै गरी केवाइसी केलाङका संयोजक आदरणीय विजय कङ्लिबा दाई साथै सम्पूर्ण केलाङ समूहलाई पनि म धेरै धेरै हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण यहाँ उपस्थित सम्पूर्णलाई फेरि पनि आगामी दिनमा तपाईँ हामी यसरी नै भेट हुनेछौँ। अर्को वर्ष योभन्दा अझ धेरै सबै दाजुभाइहरू हामी यहाँ उपस्थित पक्कै पनि हुन्छौँ भन्ने एउटा आशा, म एउटा आमा भएको कारणले म यहाँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि तपाईँ हामी एक भएर अब चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ। किनकि एकजुट नभइकन कहिले पनि जे कुरा पनि एकजुट हुनुपर्छ। एक्लैले कहिले पनि हाँक्नु सकिँदैन, एक्लैले कहिले पनि काम गर्न सकिँदैन। त्यस कारणले फेरि पनि यहाँहरूले म हार्दिक अनुरोध गर्न चाहन्छु, हामी एक हुनुपर्छ, अब एक भएर अगाडि बढ्नुपर्छ। किनकि यो परदेशको ठाउँ हो, परदेशमा चाहिँ एक हुनुपर्छ। किनकि हामी 2 दिन बस्ने हो, यहाँ सबैजना बस्ने, जहाँ जहाँ बसे पनि हामी एक भएर अगाडि बढ्नुपर्छ भन्दै यहाँ सम्पूर्णलाई फेरि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पत्रकार महोदय लगायत यहाँ उपस्थित भाना भान्जा दाजुभाइ चेलीबेटी नाता नातिना सम्पूर्ण यहाँ प्रमुख अतिथिज्यूहरू सबैलाई एकमुष्टमा हार्दिक धन्यवाद आभार प्रकट गर्दै यो आजको छोटो यो औपचारिक कार्यक्रमलाई यही समापन भएको यहाँहरू समक्ष जानकारी गर्न चाहन्छु। हस्त सेवारो नमस्ते नोगेन। सबैजना जति पनि उपस्थित महानुभावहरू सबैजना यहाँ स्टेजमा उपस्थित भई सामूहिक फोटो लिदिनु हुनको निम्ति सबैजनालाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। दुर्गा आङ्बुवाङज्यू, माया आङ्बुवाङज्यू, यहाँहरूले सबैजनालाई यहाँ उपस्थित गराइदिनु हुनको निम्ति पनि अनुरोध गर्दछु।
जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै थाकेर धन्यवाद।